त्यो खाली ठाउँ भरौँ न त यहाँको Hi bye, hi bye. As I call upon the main acts of tonight, Apurva Jyoti Singh and BT Kata. नेवारहरु भएपछि जात्रा सुरु भइहाल्छ के हो मलाई त खाली सिसी बोतलको काम गराउँछ क्या सर दुईटा इन्डियन थियो कि बोतल ल्यायो हुन्छ नि ए सरी तिमी इन्डियन भनेर थाहा छ नि तँलाई हेलो एभ्रिवान हाई 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 माई नेम इज विश्वास माई नेम इज अपूर्व अन्त दिस इज चुप्पा इन एडभान्स हैन सो चुप्पा सबैजनालाई चुप्पा किनभने यो पछि तिमीहरू खप्नु सक्दैन बिफोर यु गेट अफेन्डेड होइन त्यही भएर के दिने हो चुप्पा एडभान्समै सो गाइज यो एउटा क्राउड वर्क सो हो होइन क्राउड वर्क भनेको चाहिँ वी वान्ट योर पार्टिसिपेसन एज वेल होइन तपाईँहरू जति पार्टिसिपेट गर्नुहुन्छ त्यति तपाईँहरूलाई पनि मजा आउँछ हुन्छ नि हामीलाई पनि मजा आउँछ लाइक इट्स नट लाइक सेक्स होइन त्यसो होइन लास्ट भएर होइन त्यस्तो होइन सेक्स यु नो अपूर्व मेल फिमेल इपिएच किताबमा तपाईँको नोज रिङ हो त्यो सोध्नुपर्छ होइन जाडोमा सिँगन पनि हुनसक्छ होइन मलाई यो लाइक फर्स्ट टाइम रातिको 9 बजे ठमेलमा पर्फर्म गर्नु परिरहेछ होइन 12 बजी गर्थ्यो अरूलाई ठमेलमा अर्कै चिज पर्फर्म गर्दै नाइट ड्युटी जस्तो भइरहेछ तर मान्छेहरूलाई थाहा छैन नि त स्याटरडे म के हो भनेर ओन्ली स्याटरडे हप्तामा एक दिन है फेरि म चाहिँ एक्सपिरियन्सहरू लिएर हुन्छु सो गाइजहरू यो ह्यान्डसम छ यार यसको दारी र मेरो दारी राम्रै म्याचिङ होला ठिक छ सक्दैन मलाई सक्दैन त्यो खाली ठाउँ भरौँ न त यहाँको That's why I asked. Do you know sex? यति डेस्परेट छ यो मान्छे यति डेस्परेट लास्ट स्याटरडेको बिर्स्यौ तिमीले हैन सो यसरी नै के यताउता चिजहरू सक्छ हैन लाइक इट इज गोइङ टु बी अनसेन्सर्ड हैन सो माइन्ड नगर्दिनु होला प्लिज एन्ड वान मोर थिङ हैन बिफोर वी स्टार्ट द शो रेकर्ड हुँदैछ कसैलाई प्रब्लम छ क्यामेराले तपाईलाई हैन सो तपाईलाई अब यही सँग कुरोहरु यसलाई प्रब्लम के छ को यो केटाको साथीको बिहानै छोडेर आएको हैन सो वाट्स योर नेम मैले सो तपाईको बेस्टी नै त नभन्नु सो एउटा क्लासमेटको बिहा थियो बेस्टी नै होइन के बेस्टी भएको भए अहिले उसको त्यो खदा सदा यता राख्दै गरेको हुन्थ्यो हुन्छ नि गिफ्ट लिएको यता राख्दै गरेको खाम अझ खामबाट पैसा चोर्दै गरेको हुन्थ्यो हुन्छ नि हैन सो बेस्टीको चाहिँ आज बिहा थियो हैन कस्तो राम्रै थियो बिहा गएको अब थाहा हुनु राम्रो ए त्यसको पार्टी चाहिँ आज थियो अरे के ए पार्टी आज थियो ए पार्टी चाहिँ खाएन स्न्याक्स मात्रै खाएर आएको यहाँ चाहिँ डेजर्ट दुईजना एउटा रसो अर्को गुल्ला What do you do? होइन सुन न यो सबै काम गर्ने कुरा चाहिँ इङ्ग्लिसमा चाहिँ किन रिप्लाई गर्नुपर्ने हुन्छ नन प्रफिटलाई के भन्नु अब इङ्ग्लिसमा नन प्रफिटलाई कमेडी स्ट्यान्ड अप आज मेरो वकिल पनि आछन् जोरदार ताली रौनकको लागि रौनक फ्रम एलिमेन्ट्स कता छ देखिँदैन नि कपाल यति धेरै छ म भन्दा धेरै कपाल भएको मान्छे यही हो के छ उसको चाहिँ टाउको मात्रै बेसी कपाल हो ए तिमीलाई कसरी थाहा छ हैन दाढीको कुरा अरे मलाई थाहा छ के त्यो गरेर भनेको वकिल हो नि त फेरि पेमेन्ट धेरै तरिकाले गरेको छु त्यति पेमेन्ट गरेर नि गिल्टी आइदियो मलाई दाइको टोपी चाहिँ पुरा मन पर्यो को दाइ हाम्रो दाइ हाम्रो दाइको त्यो यसलाई के टोपी भन्छ सस्तो पिकी ब्लाइन्डर्स भन्छ यो चार्ल्स सोबराजले लगाएको बिकिनी किलर थियो ऊ चाहिँ यता चाहिँ हनुमान गट्टु किलर
ठिक छ we have some very beautiful ladies. Hi. भेरी त होइन जसलाई त्यही भएर सिंगल छ के मान्छे केटाहरूमा त आज स्याटरडे हो हैन सो म्याम तपाईको नाम के होला अनु अनु अनि तपाईको मनिषा मोनिका सो आर यु गाइज फ्रेन्ड्स एक्लै आउनु भएको किन फ्रेन्ड्स तपाईँ जोइन हुनुभयो यहाँ ठाउँ नभएर ठिकै छ मोनिका लाइक किन एक्लै आज कोही साथी छैन ठिकै छ सबजना विदेश जाँदैछन् यताउता हुन्छन् त्यो यो हामीलाई स्पोन्सरले गर पनि भने होइन के यो कस्तो ननजडियाहरू आछन् यहाँ आज को जाँड खाने को खाने बियर को खाने ए खाने हो ए ब्रेकअप भइरहेछ रम मगा छौ त्यो अहिले मिक्स ब्रेकअपमा झन् मजा आउँछ मिक्स कस्तो खतरा रहेछ यो त सो मोनिका सो भर्खर भएको ब्रेकअप वेन लाइक अलिकति कोट्याउँछ है अब अलिकति इफ यु डोन्ट माइन्ड कि रम पछि सिचुएसनसिप चाहिँ ब्रेकअप भएको हो दिस इज गुड सिचुएसन त्यसो भए त जोरदार ताली मोनिकाको लागि अब नयाँ सिचुएसन डेभलप गर्ने नि अब नगर्ने किन यस्तो स्याड भएको अनि लाइक आज कमेडी सो हेर्न आएको छौ होइन स्याड भएर हेर्नको हामीले त्यही कुरा कोट्याइदियो होइन सो सिचुएसनसिप चाहिँ कत्रो लामो थियो तपाईँको 2 इन्च ए होइन 2-3 मिनट 2-3 मिनटको सिचुएसनसिप होइन बोतल त हामीलाई फाल्नलाई दिए जस्तो भयो मलाई कस्तो डर लाग्यो मान्छेसँग बस त्यो नाकको फुली मात्रै टल्किरहेछ कि त डर लाग्दो भइरहेछ खुसी हुनु न मोनिका लाइक डु यु माइन्ड इफ वी टक अबाउट इट नो यु डोन्ट माइन्ड होइन सो के थियो केटाको के थियो प्रब्लम ओहो दाइ के हो तपाईलाई सिचुएसन पाउँदैन नयाँ सिचुएसनसिप ओपन भयो आज माचोइजम हुँदैन रहेछ यार हेर सो मोनिका लेट्स होइन लाइक के थियो प्रब्लम केटाको यसरी बियरको बोतल खोल्नु सक्दैन थियो कि अच्छा उसले दिएको ब्रेकअप केटाहरूले ब्रेकअप दिन्छ वाउ आजको डेट त लेखेर राख्नुपर्ने भयो केटाले ब्रेकअप आज दिइरहेछ आज स्याटरडे हो कि त मलाई नम्बर पासन गर म त्योसँग तिम्रो बदला लिन्छु त्यसपछि म दिन्छु त्यसलाई ब्रेकअप सुरुमा म सिचुएसन क्रिएट गर्छु म चाहिँ लिन्छु चलिदिन्छु सो मोनिका के भन्यो उसले लाइक वाट डिड ही से टु यु लाइक ब्रेकअप गर्दाखेरि इट्स नट यु इट्स मी भने त्यस्तो उसलाई कमिटमेन्ट चाहिएको तिमीलाई चाहिएको त्यो त अभियस हो होइन सो यु वेन्ट इन्टु दिस थिङ्किङ कि सिचुएसनसिप हो होइन सो बट यु स्टिल वान्टेड मोर मलाई त केटा नै ठिक लाग्दैछ अहिले मेरो लागि त बेस्ट रहेछ त त्यो मलाई त अब स्याटरडे मात्रै चाहियो हो मलाई नि बिहे त गर्नु छैन त्योसँग सो यु आर लुकिङ फर समथिङ सिरियस होइन कस्तो खालको केटा चाहिएको छ तपाईँलाई ऊ त्यो टोपीवाला अङ्कल जस्तो पैसा छ है बुढोसँग फेरि अनि एउटा बच्चाको बाउ पनि हो 2टा हो बुढा कहिले भयो अर्को अस्तिको सोसँग थिएन त अनि यो मान्छेले कमिटमेन्ट दिन सक्छ एक्सपिरियन्स पनि छ अनि रेडी पनि छ बोतल खोल्नलाई पनि सो लाइक यु वान्ट कस्तो खालको केटा चाहिएको छ तपाईँलाई त्यही त फिगर आउट भइरहेको छैन त्यही त म लाइफमा कन्फ्युज छु अपूर्वै चल्छ सिङ्गल मलाई पनि कस्तो केटा चाहिएछ म नि फिगर आउट गर्न सकेको छैन म नि कन्फ्युज चलिरहेको छु घरिघरि रौनक जस्तो नि चाहिन्छ जो मसँग बेडमा पनि लडोस् र मेरो लागि कोर्टमा पनि लडोस्
ठिक छ यो मान्छे यस्तो एलजिबिटीको कम्युनिटीमा एडजस्ट हुनु खोज्दैछ नि एक्सेप्ट गरेर सुन्दै भनेर खै यार मधेसीहरूलाई कहीँ एक्सेप्ट गर्दैनन् सो उसले चाहिएकै छैन एकछिन मोनिकालाई छोडिदिउँ होला एकछिन उसले तिमी सोच अहिले एकछिन पछि हामी आउँछौँ है तिमीलाई केटा यहीँ खोज्छौँ हामी अहिले होइन विल लाइक अर्को ट्रमा पनि दिएर जान्छ हुन्छ नि ए सरी अर्को केटा पछाडि को छ पछाडि वर्षा राउत हो मेक सम नोइज फर वर्षा राउत वी हैव अ सेलिब्रिटी यिनीहरू अझै डाउट यिनीहरू लागि नै रहेको छैन वर्षा राउत हो के महाकसम वर्षा राउत हो के तिमीहरू लागिरहेको छैन यो कस्तो संजोग भयो भनेर तिमीहरूलाई यस्तो वर्षा राउत एउटा मनुष्य हो ऊ पनि कतै जान्छ इन्टरटेनमेन्टको लागि उसले पनि आफ्नो मुभी हेर्दैन ऊ छक्कै परिरहेको छ यार तेल भिजामा यति मान्छे आएको भए त भनेर हेलो मेरा दुईजना फ्यान र एकजना डक्टरहरू म निकै बिरामी छु भोलि मलाई के हुन्छ कसो हुन्छ मलाई थाहा छैन तर फेब्रुअरी 1 मा के हुन्छ मलाई थाहा छ फेब्रुअरी 1 मा हुँदैछ पोखरामा सो 2 एडभान्सको हैन होमसिक पनि हुँदैछ मुस्ताङ पबमा सो आउनु होला पोखरामा हेर्नु मोर अपूर्वलाई टिकट्स विल बी अन खल्ती एन्ड फर मोर अपडेट्स इन्स्टाग्राम पेज लाफ एन्ड क्ल्यापमा गएर हेर्नु होला त्यति नै भन्न चाहन्छु बाई गुड नाइट यता यो टेबल चाहिँ सबै साथीहरू हो लाइक को तपाईँ म्याम तपाईँको नाम हजुर हजुर सुमी कोसँग हुनुहुन्छ यता बहिनी र भाइ है ए कजनहरू हजुर त्यो 3 जना मात्रै हो ठिकै सबै आफ्नो सिब्लिङ्सहरू यताउता म यो केटाले चिन्दिनँ भने उसले डाइरेक्ट भालमा टल्छ हेर सुमी तपाईँ के गर्नुहुन्छ सुमी आइएनजिओमा यो सबै आइएनजिओ वाला रहन सुमी हेर सो सुमी आर यु लाइक सिंगल डेटिङ के छ तपाईँको सिंगल हो वाइ सिंगल के इस्यु छ तपाईँमा मसँग चाहिँ के रिलेटेड छ एकछिन तपाईले मसँग फोटो हाल्दाखेरि अर्को केटाले तपाईलाई फलो हैन तिम्रै फलोअर अर्को एउटा केटाले उलाई फलो गर्यो अनि उनीहरु 2 हप्ता डेट गरे म चाहिँ कहाँ थिए त्यसमा के भइराछ मेरो ढाड पिछाडी केटाहरु मेरो थ्रुबाट कसरी डेट गरिराछ के भइराछ तिम्रो backseat.com पछाडी हैन सो त्यो केटासँग डेट गर्नुभयो अनि के भयो त्यो केटा गायब भयो ठीक भयो कति फोटो मसँग हाल्ने डेट अरूले गर्ने हैन सो त्यो केटा कहिलेको कुरा हो यो तर 2 हप्ता रमाइलो भयो कि भएन हाम्रो मेन क्वेशन त माइन्डमा त्यो आछ खर्च मात्रै भयो सपना यतिकै चकनाचुर गरेर गयो उसको थियो होला हैन उ सपनाकोमा गयो है तपाईँ टेन्सन नलिनु तपाईँ यस्तो सिचुएसन वर्स्टमा यता छन् तपाईँले केही मजे लिनुभयो यिनीहरू हात पनि समात्न पाएनन् रे कुछ वसुल भयो ठिक है यु आर नट ओन्ली स्याड धेरै मान्छे चाहिँ भेट्छु मैले केटा भेटेँ होइन अहिले उ त्यो मलाई यस्तो ह्यान्डसम लाग्दैछ नि यो स्माइल हेर्न यो माया यो आइब्रो यस्तो गरेको यो केटा ए सो तिमी होइन म रे एक्साइटेड तिम्रो फोनमा त्यो छ त्यो के भन्छ फ्रन्ट क्यामेरा जिस्के हेर सो यतापट्टिको ब्रदरको नाम के हो हजुर सुप्रिम लिडर नाम सुन्दै नचाखुम सुप्रिम के दाल नभने फेरि थापा को तपाईँ कस्तो थापा म सुप्रिम थापा सो सुप्रिम थापा तपाईँ के गर्नुहुन्छ जोक गरेको छु रेडी भएर आएछ बिहान बेलुका सुत्ने काम गर्छु फन्डी हुन्छ होला जस्तो लाग्यो साइडमा सिङ्गल केटी छ केही न केही होला जस्तो लागेको छ वाह भनेपछि भीमसिंह थापा भन्दा नि सुप्रिम के कोही पर्छ कोही थापाहरू कोही चिनजान कोही आफन्त पर्छ कोही
दाइनी थापा हो रे अनि यो भाइ पनि थापा हो सब थाहा पाएर आएछ नि कहाँ थापेर आएको होइन सुप्रिम थापा लाइक सुप्रिम थापा तिम्रो नाम विक्रम थापा ल आज प्लिज सुप्रिम भन्ने सक्यो विक्रम सो विक्रम के गर्छ लाइक जेन्युनली आई वान्ट टु लर्न अबाउट यु के लाइक के गर्छौ तिमी विक्रम केमा इन्टर्न केमा होटेल शङ्कर के गर्छौ त्यसमा अरे जुनसुकै होटेल हो कि ओछ्यान हुन्छ होटेल हो सबै काम एउटै हो के गर्छौ त्यसमा किचनमा हो के बनाउन आउँछ किचनमा यस्तोवाला हो कि यस्तोवाला हो यस्तोवाला हो कस्तोवाला रे यस्तोवाला रे अर्को चाहिँ यस्तोवाला ए आई थॉट इज फिंगरिङ 3 गाइज एट टाइम तीनटै थापा मेरो औँलामा थापाको वंश बोकेर हिँड्नुहुन्छ सुमे सुप्रिम सरी विक्रम हेर्दा कस्तो लाइक डु यु थिङ्क क्युट छ है क्युट त छ किचनमा छ खाना पनि मिठो बनाउँछ होला यस्तो काम गर्छ फेरि तर होटेलमा हो तपाईले चाहिँ कहाँको चाहियो अब उसलाई घरमा चाहियो तपाईँ होटेलको स्यालेरी दिनु सक्छ घरमा ए आइएनजिओमा गर्छ सक्छ होला यार इन्टर्न त किनिदिन्छ होला के टिएडिएले इन्टर्न किनिदिन्छ होला सो तपाईँले चाहिँ कस्तो कुन चाहिँ कहाँ चाहिँ खाना पकाएको मान्छे मनपर्छ लाइक कस्तो खालको मान्छे कस्तो क्वेसन हो कस्तो केटा मनपर्छ केटा मनपर्छ पहिला त्यहाँदेखि जाउँ आजकल डाउट लाग्नु थालिसक्यो सेम ऊ पनि डाउट तर दुईजना भेट्नु पर्यो म त क्ल्यारिटीमा छु स्याटरडे मात्रै हो भन्ने कस्तो केटा मनपर्छ तपाईँलाई के खुबीहरू हुनु पर्यो अलिकति धेरै होइन मतलब प्यारासिटामोल आधी मात्रै भचाएर दियोस् के भन्छ नि फुल चाहिएन अन्त केटा हुनु पर्यो मेन त केटा हुनु पर्यो केटाको क्वालिटी पनि हुन्छ केटाको क्वालिटी भनेको ब्रेकअप दिने है मनिका हेर केटाको क्वालिटी चाहिँ के हुन्छ कस्तो क्वालिटी भने कस्तो हो प्रोडक्ट जस्तो डिफाइन गरेको तिमीले हामी केटाहरूलाई प्रोडक्ट भन्न खोजेको के आइएसओ मान्यता प्राप्त हो हामी केटाहरू थप्पा छैन थप्पा आइएसओ छैन कस्तो क्वालिटी के क्वालिटी हुनु पर्यो हस्बेन्ड मटेरियल भन्न खोजेको हो कि कस्तो केयरिङ भने कस्तो केयरिङ दुई झापड लगाइसके त्यसपछि त दुखेन भन्ने केयरिङ कस्तो केयरिङ हो एकछिन तपाईँ जस्तो हुनु भएन भने कसलाई भनेको एकैछिन मलाई भन्यो म जस्तो हुनु भएन कि हुनु भएन म आज मात्रै 12 बजेपछि म नर्मल म बाँकीको 6 दिन भेट्न सक्छु केही चिन्ता छैन ए तर सुमी मात्र सुमीको सरनेम के हो ए गयो त्यही भएर केटा राजामती कुमती मलाई चाहिएन विपत्ति अब चाहिएन वकिल साहब के हामी बिहे गर्न सक्छौँ यो सकिन्न नि होइन ठिक छ दफा 400 के ऱ्यान्डम हो भाइ आफ्नो रेट किन भन्दैछौ तिमी 1500 एक्स्ट्रा के को हो एक्स्ट्रा सर्भिसको लोसन चार्जेस होइन सो सुमीको यतापट्टि बहिनीहरू होइन सो यतापट्टि बहिनीको नाम चाहिँ बहिनी मात्रै हरू त उता केटा हो भाइ हो कहिले काहीँ हरू जस्तै पनि ऊ पनि स्याटरडे छ ब्रदरको नाम चाहिँ समीर श्रेष्ठ गराज इन्टरटेनमेन्ट समीर श्रेष्ठ हेर सो समीर तपाईँ के गर्छ इन्टिरियर डिजाइनर ओ नाइस सो के डिजाइन गरेको छ तपाईँले इन्टिरियर मेरो घर हजुर रेस्टुरेन्ट अनि यो बहिनीको लभ लाइफ चाहिँ किन डिजाइन हुन सकिरहेको दिदी हो किन के छ चोइसेस उसको यस्तो चाहिँ तिमीहरू गफ त हुन्छ होला नि त के हो उसको
चाहिए कस्तो हो उसले चाहिँ यो चाहिँ चाहिएन भनिरहेको छ तर चाहिए कस्तो म जस्तो चाहिएन रहेछ चाहिए चाहिँ कस्तो थाहा होइन ठिक छ क्वालिटी त तिम्रो ठिक रहन्छ नि त आइएसओ मान्यता प्राप्त तिमी छैन फल्ट त तिमीमै रहेछ नि ए दुनियाँलाई दोष लाउने 2 हप्तामा किन केटाले घोस्ट गर्यो भने त खोट थाहा पाएपछि सो समीर तिमी चाहिँ के हो रिलेसनसिप स्टेटस दिदीको छेउमा भन्दा हुन्छ होइन ए थाहा छ भने यस्तो अनुहार कुच्चाएर भने नि तिम्रो गर्लफ्रेन्ड मन पराउँदैन उसले यो त्यो छेउमा बहिनी ठिकै छ त्यति हो बोक्सी त नि हो सो के तिमी डेट गरेर हो कसैलाई होइन डेट गरेर के हो उहाँ हुनुहुँदैन अहिले यता कता हुनुहुन्छ घरमै होला घरमै होला त्यही भएर दिदीलाई मन परेको छ एजम्सनमै छौ होइन कति भयो तिमी डेट गरेको 3 इयर्स भयो 3 सालमा पनि सुमीलाई मन परेन अन्त किन अनुहारलाई भन्न नि त्यो तिम्रो अनुहारले मन पर्छ त्यो यसले यति नै हो पाउने किन यसरी किन जेलसी किन उसको गयो नि त 2 हप्तामै होइन ए भगवान् तिम्रो लाइफको रिलेसनसिपमा त 2 हप्ता मात्रै काउन्ट हुन्छ अरू केही थिएन लाइफमा त्योभन्दा अगाडि साँच्ची यो त म पछिको पहिलो मान्छे देखेँ दुखी यस्तो तिम्रो दुःख केही रहेन रहेछ बुझ्यौ टेन्सन नलिऊ रम आयो तिम्रो रम खाइरहेछौ ए त्यहाँ ठिक छ गफ हाने क्या भने एकछिन भेरिफाई गरेको ओइ चल्ती फिर्ती जनता यो चाहिँ होम क्राउड हो हाम्रो तपाईँहरू भर्खर आउनु भएको किन यो कोही टाइमै आनेका घरमा पो बेलामा जाने हो त यहाँ त बेलामा आउने हो के गर्नु बेलामा आस लाए त्यसले त भनिहाल्छ नि त्यसको कामै त्यही हो अब यहाँ त चिनजानमै छन् अहिलेसम्म यसलाई चिन्नुहुन्छ नमस्ते रे उसलाई चाहिँ उसलाई पनि नमस्ते यति धार्मिक नाकमा फुली ल्याएर नमस्ते गर्दाखेरि त टल्किरहेको सब फुली टल्किरहेको छ यहाँनिर तपाईँ पनि बिहेबाट आउनुभयो कतै केही इभेन्ट थियो कुन चाहिँ कुमा सागर रे है एलिमेन्ट्स कुमा सागर है बुझिराख्नु धेरै सो गर्दैछ 5 वटा छ इभेन्ट कुमा सागरको म्यानेजर मनिष यही राम्ररी गरिहाल ठिक छ म्याम यो केटासँग अलिक पर कमीको यो अहिले जोक सुनाइदिएला फेरि छुइदियो भने ठिकै छ जोक सुनाइन्छ उसले त फेरि राम्रो केटी दिनु रेट सुनाइहाल्छ 415 भन्छ उसको रेट हो 415 मलाई चाहिँ एफोर्डेबल भन्नुहुन्छ जस्तो लागेको थियो मलाई यो 2 जना म्यामहरू चाहिँ ठिक लागिरहेछ यार क्या त्यो हुन्छ नि खुसी भएर हेरिरहेछ रमाइलो भइरहेछ भनेर हाम्रो पालो कहिले आउँछ भने कुरा टाइप्स के हेलो म्याम हाई कस्तो स्विट के हाई हेलो म्याम तपाईँको नाम हजुर बिनिता श्रेष्ठ आज त के हो तिमीलाई कुट्नै हाल्यो जस्तो सबैजना नाच्ची भनेको सब कुमा सागरबाट होस्ला यार जाने भए जाऊ गइदिरहेको क्या मान्छेहरू यसले नै जाऊ भन्यो होइन नि उसले चाहिँ जाऊ भनेर यहाँ पठाएको के जाने भए जाऊ भनेर सो बिनिताजी तपाईँको यता साथी सिस्टर कुन चाहिँ हस्पिटलमा कमिक चेन्ज सो तपाईँ आफ्नै दिदी बहिनी यताउता सिक यहाँ दिदी जेलस छ बुढी कहाँ छ गर्लफ्रेन्ड कसको कहाँ छ होला यहाँ आएर यसरी आउँछन् यसरी हो यो के भन्छ जेठानी देवरानी के नन्द के भन्छ अरे वाट एभर ल तर सिस्टर्स हुँदैमा यति खुसी हुने गर्नुपर्ने त यति रुने त होइन तर यति खुसी त पहिल्यै होला नि त सिस्टर्स हुन्छ यस्तो यति धेरै माया अजम्बरी छ भने के गर्नुहुन्छ म्याम तपाईँ हजुर
कुन चाहिँ स्कुलको नानीहरू एकदम ह्याप्पी छ क्या हुन्छ नि हाम्रो टिचर आउँछ एटेन्डेन्स गर्छ जान्छ अर्चना पुरन सिंहको टिचर हेर यसो टिचर भने कति एज ग्रुपसम्मलाई पढाउनुहुन्छ तपाईँ प्राइमरी भनेको नर्सरी खै तिमी पढे छैन स्कुल क्लास 5 सम्म होइन प्राइमेरी देख्यौ ए ठिक छ इन्डियामा राम्रै पढाइ हुन्छ ठिक छ कुन स्कुलमा म्याम ब्रिटिस स्कुल रे के त खतरा हो खतरा मलाई के थाहा म यहाँको थोडी हो आइएनजिओले के कमाउँछ र ए हो तपाईँको यसो छोराको पोस्ट खाली छ कतै यस्तो स्विट के मलाई कस्तो स्विट लाग्यो म चाहिँ एउटा स्यालेरी डिफरेन्स स्कुलमा के बुझिदिनँ भन्दाखेरि एक ठाउँ त्यही एबिसिडी पढाएको चाहिँ थोरै पैसा ब्रिटिश स्कुलमा एबिसिडी पढाएको त्यस्तो हो होला तपाईँले पनि आउनु पऱ्यो नि त सिकाउनुलाई भन्नु त एकचोटि भन्नु त एबिसिडी हामी किन पत्याउँ तपाईँ टिचर हो भनेर अभि रिसाउँदो त रहेछ टिचर त हो रहेछ अहिले हामीलाई कुखुरापन भनिदिनु भयो शनिबार त होमवर्क गर्दैन म्याडम शनिबार अरू नै गर्छ शनिबार त गर्दैन आइतबार देख लेंगे ठिक छ ए हेलो भाइ तर हामीलाई उसँग कुरै गर्नु थिएन जबरजस्ती हाम्रो भाइ पनि छ अरे हुन्छ तर सँगै लिएर हिँड्दैन नि त कसैले त सबैलाई भाइ बोकेर आहा भनेर कसरी अज्युम गर्ने हेर यसो भाइ भरि हेर हेर तिमीहरूले बुझ है FAMILY फ्यामिली त्यसको डेफिनेसन के हुन्छ ठिक छ अनि तपाईँ चाहिँ के गर्नुहुन्छ आर्किटेक्ट हो आर्किटेक्ट भनेको इन्टेरियर डिजाइनर हो होइन त्यो चाहिँ इन्टेरियर डिजाइनर जो आर्किटेक्ट बन्नु सक्दैन होइन अन्त आर्किटेक्ट चाहिँ जो इन्जिनियर हुनु सक्दैन एनिवेज म्यामको नाम के पो थियो टिडिना होइन तपाईँको रिङटोनको फोन बस्दा के गर्छ टिनिना को के अरे न म चाहिँ केही बोलिनँ उसले नेवार भने हो मोचु मलाई के डिपोर्ट त गर्छ नि इन्डिया त पुऱ्याउँछ सो टिरिना TIRINA टिरिना अनि भाइ बहिनीको नाम होइन भाइ बहिनीको नाम देरेना टिरिना तपाईँ सिङ्गल चाइल्ड हो दिदीको नाम चाहिँ लास्टै अल्छी प्यारेन्ट्स रहेछ नि यार दुईटा बच्चा जन्माउनु चाहिँ अल्छी लागेन होइन फर्स्ट बच्चा जन्म्यो हो त्यहाँदेखि यसो अब त्यो प्लास्टिकहरू फोहोर फ्याँक्नु त नाम के राख्ने फोहोर कहाँ फ्याँक्ने भन्दा टिनु भने होइन टिनु सेकेन्डको चाहिँ फोहोर फाल्दाखेरि साउन्ड टिनिना सो टिना के हो मिनिङ टिनाको मिनिङ छैन थाहा छ सबैजनालाई ओ गॉड टिनासँग रोमान्टिकै हुन सकिरहेछ राइट स्वाइप गर्दा टिना दाइ तपाईँको नाम के हो हजुर विवेक हाउ डिड यु प्रपोज टु टिना आई लभ यु टिना विवेक वेस्ट टिना सो विवेक र टिना र विवेकको कति वर्षको के हो लाइक डिड यु लभ म्यारेज हो कि लभ म्यारेज हो त्यो त अभियस हो नि अरेन्जमा त टिना किन माने
नाम तपाईँको घरमा एउटा फुल फुलेको छ त्यो फुलको नाम के टिरिना हालिन्छ होइन यार मलाई अब कस्तो लाग्थ्यो उसले यार स्कुलमा पनि कति बुली गरे होला जस्तो लाग्यो लाइक डिड पिपल बुली यु स्कुलमा नो काठमाडौँमा पढायो होला नि त ब्रिटिस स्कुलमा होला नि त के ब्रिटिस कलेज के हो त्यो ब्रिटिस स्कुल कलेज दुइटै छ के हामी आज झन्डै हेरेको चाहिँ कलेज हो स्कुल चाहिँ त्यहाँ झम्सीखेलमा के ए झम्सीखेलमा छ त्यहाँ चाहिँ फरेनर जहाँ महँगो जग्गा पाइन्छ त्यही लिन्छ क्या यिनीहरूले त्यस्तो बिल्डिङै किनिदिन्छ यिनीहरू त्यस्तो अनि यहाँबाट ब्रिटिस लाउने अनि त्यसपछि दुवै कतार विवेक लाइक कति वर्ष चल्यो रिलेसनसिप बिफोर यु डिसाइडेड कि बिहा गर्छु टिरिनालाई नै 10 वर्ष एकैछिन 10 वर्षमा कतिचोटि ब्रेकअप लाइक यस्तो प्याचअप ब्रेकअप भयो भएन ट्रु लभ धेरै नै 10 दिन टिका छैन यसको सुमीको 10 वर्ष बुझ्यौ यिनीहरू 10 वर्षमा कति रमाइलो गरे होला इमेजिन गर तिमीले गर्न सकेको What is the secret behind a good relationship? हुन्छ नि यस्तो लाइक के चाहिँ हो विवेक केले चाहिँ यो रिलेसनसिपलाई 10 वर्षसम्म टिकाउन सक्छ रतिकोल नाइस धेरै सुन्नु कम बोल्नु सुन्यो अपूर्व बुझ्यो नि सुमीलाई भन्न खोजेको हैन म तिमीलाई भन्छु यो केटाहरू एकदम अङ्गालो हालेर बसिरहन् के भयो यिनीहरू स्याटरडे यसलाई कतिमा किनेर ल्याएको यो बोकेर ल्याएको छ नि यसलाई कति पर्छ 416 हो महँगो रहेछ भाइ अलिकति लोसन धेरै लाउनु पर्ने यसमा हैन म अघि दिन साँच्ची त्यो किन यति साह्रो लाइक के हो लाइक आई नो लाइक छ के छ लाइक के किन आफ्नो नि राख्यो दोस्ताना हो सो लाइक साँच्ची सिरियसली कन्फर्म गर्दैछ के हो मन पराउँछस् हो गर्ने हो आज गर्ने हो हो हामी हो त्यस्तै हो के हो कस्तो टाढो हो बिचारा यति कन राजा यता टाँसिनु ठिक छ अङ्कलसँग नटाँस्छ यता बुढोले त केटाबाट पनि 2टा बच्चा निकालिदिन्छ बचेर अहिले टोपीबाट यस्तो जादु निकालेर म्याजिक भाइ भनेर होइन बट देयर इज दिस थिङ के लाइक केटीहरूलाई रिलेसनसिपमा पर्दा आई डोन्ट नो केटीहरूलाई के हुन्छ दे लाइक द स्मेल अफ देयर मेन हुन्छ नि हो कि होइन है ब्रिटिस ट्रिनाले पनि भन्यो हो है जति नै जे भयो नि लाइक तिम्रो स्मेल त्यो ए होइन मिलाएर सुमी त्यही भएर टाढा बसिरहेको छ विक्रमसँग राम्रो स्मेल आइरहेको छैन ब्रदर स्माइल मात्र राम्रो आइरहेछ स्मेल राम्रो आइरहेको छैन सो कस्तो थापा फ्यामिली डिफेन्सिभ भएको त्यो न्यु खोज्ने हो क्या यसपछि त यहाँ हामी 2जना मात्र देख्ने टिम छ नि ठुलै टिम छ नि कस्तो लागिरहेको छ यो अगाडिको टेबलको पेड अडियन्स हो तिमीलाई थाहा छैन हाम्रो त मेन गुन्डा योजना बसिरहेको छ सिधै टोक दिन्छ उसले त चिथार दिन्छ कामै छैन उसको एकछिन को हो त्यो को बाटो भएको हवस कसलाई चढेर राति हो को उयो यही रातो हुडी लाउने वाला यही हो यही पछाडि तिमी नै हो यो मान्छे एक्लै आएको छ तपाईँलाई लाज छैन यस्तो केटाहरूसँग हिँड्दाखेरि राति कति 28 वर्ष भीमसेन थापा आयो भाइ केटा हो हजुरबा आउनुभयो ढोका दर्शन दिन आउनुभयो केटाहरू हाम्रो खानदानको ठाउँमा के गर्दैछन् यिनीहरू टोक्न सक्दैनन् भन्ने कुरामा वाह केटीले टोक्यो भन्ने बित्तिकै जोस आइसक्यो पछाडिबाट के हो ब्रदरको नाम के हो सन्तोष श्रेष्ठ पाए सन्तोष हाम्रो चेलीबेटीलाई के हो के भन्यो तिमीले काठमाडौँमा किन सुरक्षित छैन चेलीबेटीहरू किनभने अपूर्व छ होइन मन अलिअलि त डर लाग्छ नि त श्रेष्ठहरूसँग त्यही भएर बेला ब्यालेन्स भाइ नयाँ फ्ल्याटबाट निस्केलाउने फेरि
ठिकै छ। सो के अरे नाम सन्तोष र यतापट्टि साथी। सो 28 सालदेखि तपाईँको साथी। उमेर कति भयो तपाईँहरूको? एउटै हस्पिटलमा जन्मे हो? थापातली हस्पिटल? Two dhotis in the house. Sorry, 3. म चाहिँ यता गएँ मतलब कन्भर्ट भइसकेला। सन्तोषको साथीको नाम चाहिँ कुसाङ डुक्साङ श्रेष्ठ त होइन होला नि? तपाईँको बुढा श्रेष्ठ हो? यो बुढा हो तपाईँको? बुढा चाहिँ खै? बुढा खै? कसको बच्चा? कति सालको भयो बच्चा? 4 सालको बच्चाले छोडेर अङ्कल खै तैन बच्चा छोडेर डुक्साङ अङ्कल त बच्चा छोडेर अर्को बच्चा जन्माउनु हिँड्नु भएको छ आज। मेरो पिँढीहरू फैलिनु पर्यो, थापा परिवारभन्दा बलियो हामी हुनु पर्यो। हरेक जिल्लामा एउटा बच्चा, एक जिल्ला एक बच्चा। पिकी बिस्ट। के गर्ने हो ब्रदर? कस्मेटिक पसल? त्यही भएर डुक्साङ बेस्ट फ्रेन्ड। ओ नेचुरल ब्युटी भनेर त्यही भन्यो मलाई मेरो गर्लफ्रेन्डले नि पहिला। अहिले त अनि यत्रो साथी उसले त कुर्दो पनि रहेछ त तपाईँलाई। सुध्रा चाहिँ किन नै? यस्तो यो के हो? कमेन्ट यसरी के पास गरेको यो कहाँ टोक्छ भनेर? यति क्युरियोसिटी कसरी हो? कसलाई टोक्छ कहाँ टोक्छ किन भयो? ए यिनीहरू दुइटै मिलेर रहेछ। त्यही त कस्तो हामी भन्दा त हामी केमिस्ट्री यिनीहरूको हुन्छ। यिनीहरूको गलत बिहे भएको हो। बेस्ट जोडी नै यिनीहरू हो खासमा। सो सन्तोष र डुक्साङ सानैदेखिको साथी होइन? अब ठिकै छ, अहिले त डुक्साङको बिहा भयो। सन्तोषको बिहा भयो? ए भइसक्यो? तिम्रो वाइफ चाहिँ खै? मलाई त यिनीहरू दुईजना भन्दा नि उता बुढाबुढीमा डाउट हुनु थाले। उनीहरू अर्को नयाँ बच्चा बनाएर होला। भोलि पर्सि त्यो बच्चा चाहिँ यिनीहरू दुईजनाले हेरिरहेको हुन्छ। आधी सन्तोष आधी डुक्साङ। ठिक छ। हाम्रो वकिल साहबसँग एकजना साथी आउनु भएको छ अरे, विदेशी साथी। हेलो बोय, हेलो, व्हाट्स योर नेम? सरी, लातुर? ए म्याथ्यू। है एकछिन तिमी बुझ्दैन यसको इङ्ग्लिस हो। बिचमा हाम्रो ट्रान्सलेटर हो। ब्रिटिसको। ओ ब्रिटिस म्याम प्राइमरी। सुनिताजी होइन? विनिता है त्यही ताता है त त्यो छ नाम है विनिता सुनिताको होइन। सो विनिताजी ट्रान्सलेट गरिदिनु, यसले बुझ्दैन होइन। सो म्याथ्यू, सो वाइ आर यु हियर इन अ नेपाली कमेडी सो? भन्नु त के भन्यो? यो त हामीलाई हाने यार। त्यही त उसले हाम्रो भाषामा ट्रान्सलेट गर्छ। ऊ हामी हेल्पिङ पिपल। सो म्याथ्यू, वेयर आर यु फ्रम? USA only say USA, no California, no weed, no. How long have you been in Nepal? How long? Yeah, I also. Yeah. No translator required. Direct communication. Please, how much? How much duration in Nepal? Huh? 6 weeks. Okay. How long will you stay in Nepal? Tomorrow you leave now. Okay, you have 1 hour to enjoy with me. Before you leave. मलाई पनि त खैरे पड्काउने रहर छ. दिदी ट्रान्सलेट गरिदिनु.
I have also wished to blast foreigners. Okay. $415. Yeah. Yeah, man. Yeah. Man. थप्नुपर्छ बिच. Yeah, man. Yeah. And you are friend of Ronak? Huh? With Susan? This whole team? Okay. Oh, Deepesh brother also here. Deepesh brother here. Deepesh रहेछ, Deepesh. हाम्रो दिपे रहेछ हैन सो त्यो इंग्लिशबाट ल्याएर म्याथ्यूसँग Yes, Matthew. Where you traveled in Kathmandu, Nepal? Yes. Gokyo. Gun Febatal? Pokhara? Yeah. फेवातालले इंग्लिशमा Yeah. Did you like Nepali girls here? के रे खै के भनौँ के भन सुनिता के भनौँ ए हो ओहो Have you seen Nepali girl in USA? No, don't see. धेरै बाठो there. They come in दसैँ तिहार यार iPhone. No use. There here no value, here value. Okay. And don't walk with these guys. Walk alone. That boy pick himself. के भनेको आफै उठाएर लैजान्छ भनेको सो म्याथ्यू मेरो इंग्लिसै बिर्से के मान्छेले गर्दा मलाई त आउँथ्यो त यार म त राम्रै स्कुल Matthew, beer from my side. Please pass to Matthew. Token of love from Nepal. Gorkha beer. Bottle 2 rupees only. After empty. I buy. Okay, you give me after drinking back that bottle and only pay me 413. Balance set off.